साथीहरू एउटा कविता सुनाउँछु। विषयवस्तुको जटिलताले गर्दाखेरि कविता अलिकति जटिल र अलिकति अमूर्त लाग्न सक्छ, तैपनि मैले सकेसम्म स्पष्ट पार्ने प्रयत्न गरेको छु। कविताको शीर्षक छ एउटा वरदान। सुन्नुहोस् है त। म तपस्वी तपस्या गर्दै थिएँ। ईश्वर प्रसन्न भएर मलाई वरदान दिँदै भन्नुभयो, बालक उठाऊ यो सिक्का, घुमाऊ र लैजाऊ आफ्नो वरदान। सिक्काको एउटा पाटोमा शिव थिए, अर्कोमा कृष्ण। सिक्का समय जस्तै अनवरत घुमिरहेको थियो। नजिकै भण्डारमा समुद्र मन्थनको अमृत थियो। वरिपरि मटकाहरू थिए, मटकामा भरिएको थियो उही कुण्डको अमृत। एउटामा मुक्ति, अर्कोमा मृत्यु लेखिएको थियो पङ्क्तिबद्ध मटकाहरूमा। वरदान एउटा मिल्थ्यो, मुक्ति या मृत्यु। म दुविधामा पर्छु, मुक्ति या मृत्यु। ईश्वर म माथि दया गर्छन् र दिन्छन् त्यही कुण्डबाट अलिकति अमृत र भन्छन्, लैजा बालक, तेरो लागि दिएँ वरदान। म सिक्काबाट परावर्तित प्रकाश हेर्छु। दुवै पाटोबाट हल्का हल्का लेखेटो परावर्तित भइरहेको थियो, मोक्ष र मृत्यु उस्तै देखिने गरी। ईश्वर मुस्कुराएर बिदा हुन्छन्। म मेरो वरदान हेरिरहन्छु र सोच्दछु, म मोक्ष पिउँ कि मृत्यु। सिक्का अझै घुमिरहेको थियो। कृष्ण र शिवको आकृति गोलार्धमा धमिलो धमिलो देखिन्थ्यो। थ्याङ्क यू।